दिनको पहिलो क्षणहरूमा केही विशेष कुरा हुन्छ। यो त्यस्तो समय हो जब संसार अझै शान्त हुन्छ र आउने दिनका सम्भावनाहरू अनन्त हुन्छन्। तर यो त्यस्तो समय पनि हो जब हामी हाम्रो पर्खाइमा रहेका चुनौतीहरू र जिम्मेवारीहरूले अभिभूत महसुस गर्न सक्छौँ। त्यसैले आफ्नो दिन परमेश्वरसँग सुरु गर्नु धेरै महत्त्वपूर्ण छ। जब हामी हरेक बिहान परमेश्वरको उपस्थिति र मार्गदर्शन खोज्छौँ, हामी उहाँलाई हाम्रो दिनको एक हिस्सा बन्न आमन्त्रित गर्छौँ। हामी स्वीकार गर्छौँ कि हामीलाई अगाडि आउने चुनौतीहरूको सामना गर्न उहाँको शक्ति र बुद्धि चाहिन्छ र हामी हाम्रो मन उहाँको प्रेम र अनुग्रहमा केन्द्रित गर्छौँ, जसले हामीलाई कठिन दिनहरूमा पनि टिकाउन सक्छ। त्यसो भए तपाईँ आफ्नो दिन परमेश्वरसँग कसरी सुरु गर्न सक्नुहुन्छ? यो सरल छ। हरेक बिहान प्रार्थना गर्न, आफ्नो बाइबल पढ्न र उहाँको वचनमा मनन गर्न केही मिनेट छुट्याएर सुरु गर्नुहोस्। तपाईले प्रार्थना वा अध्ययनमा घण्टौं बिताउनु पर्दैन। परमेश्वरसँग केही मिनेटको जानी समयले मात्र ठूलो परिवर्तन ल्याउन सक्छ। हरेक बिहान परमेश्वरसँग समय बिताउँदा तपाईले उहाँको उपस्थितिले तपाईको दिनलाई कसरी परिवर्तन गर्न सक्छ भनेर देख्न थाल्नुहुनेछ। तपाईले आफ्नो दृष्टिकोण, चिन्ता र तनावबाट आशा र शान्तिमा परिवर्तन भएको पाउनुहुनेछ। तपाईले सामना गर्ने चुनौतीहरूको लागि नयाँ अन्तर्दृष्टि र समाधानहरू पत्ता लगाउनुहुनेछ र तपाईले आफ्नो जीवनमा आनन्द र उद्देश्यको गहिरो अनुभूति गर्नुहुनेछ। याद राख्नुहोस् कि परमेश्वरसँग आफ्नो दिन सुरु गर्नु केवल एक पटकको घटना मात्र होइन। यो एक दैनिक अभ्यास हो जसले तपाईको जीवनलाई परिवर्तन गर्न सक्छ। त्यसैले यसलाई प्राथमिकता दिनुहोस् र परमेश्वरको उपस्थिति र मार्गदर्शन तपाईको जीवनमा शक्ति र आनन्दको निरन्तर स्रोत बन्दै गएको हेर्नुहोस्। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। स्वर्गीय पिता, हामी तपाईलाई नयाँ दिनको उपहारको लागि धन्यवाद दिन्छौँ। तपाईसँगै हाम्रो दिन सुरु गर्नुको महत्त्व सम्झन हामीलाई मद्दत गर्नुहोस्। तपाईको आत्माद्वारा हामीलाई मार्गदर्शन गर्नुहोस् र तपाईको शक्ति र बुद्धिले भर्नुहोस्। तपाईको उपस्थिति दिनभरि हामीसँग रहोस् र हामी तपाईसँगै हाम्रो दैनिक हिँडाइमा आनन्द, शान्ति पाउन सकौँ। येशूको नाममा आमेन।